हेलो साथीहरू सबैजनालाई जय मसी नमस्ते गुड मर्निङ हजुरहरू सबैलाई। हजुरहरू सबैजना सन्चो सुविस्ता आराम कुशलै हुनुहुन्छ होला। अनि म पनि सन्चै छु। हिजो यो पानी कराउँदै थियो कि म त ला मैले छोएर पो कराएको होला भनेको त होइन रहेछ, एकदमै कराउँदै रहेछ। अन्त त्यही हो साथीहरू चाहिँ यहाँ वकमा आइराखेको छु। अँधेरै छैन न, 6 बजिसकेर पनि अँधेरै छ। अन्त तपाईँहरूकोतिर कस्तो छ? यहाँ चाहिँ हल्का जाडो छ, अब गरम चढ्यो होला, चढ्छ होला। त्यही हो, यो भित्रकै बसेकोले नसहरू पनि खुम्चेको जस्तो हुन्छ। यहाँ एकजना मान्छे रहेछ, हिँड्दैछ, वक गर्दैछ। म यहाँबाट सट्टै यस्तो घुम्छु। मान्छेलाई होइन, कुकुरलाई पनि पो वक चाहिन्छ। यहाँ त बिहान बेलुका वकमा ल्याउँछ, खेलाउनु ल्याउँछ। यहाँ म अगाडि जाँदैछ। यहाँ सुन्नु त साथीहरू, चरा कराएको कस्तो मजाले यो ठाउँ छोडेर नजाउँ जस्तो खालको क्या। अनि यो बिल्डिङमा चाहिँ हाडी नै टुप्पा फगी लागिरहेछ साथीहरू। त्यहाँबाट चाहिँ म उता जान्छु। आएर पनि साथीहरू नुहाइँदै गरेँ अनि आइरन गर्दैछु होइन। मेरो चाहिँ आइरन बिहान बेलुका गर्नुपर्छ नि त, त्यो भएर चाहिँ म आइरन गर्दैछु। आएँ, नुहाइँदै गरेँ, आइरन गरेँ, पानी पिएँ, अन्त आइरन गरेँ। पुरा ग्यास भएको जस्तो भइरहेछ। यहाँ भुँडी बिचमा घोचिरहेछ। त्यो साथीहरू आइरन हाम्रो चाहिँ प्रत्येक दिन बिहान बेलुका 1 घन्टा गर्नुपर्छ आइरन। साथीहरू खानासाना खाइसक्यो, भाँडा थाक्छ, यता पनि थाक्छ, भाँडा धुनु पर्छ हो साथीहरू। त्यस्तै छ। मार्गी राम्रोसँग जाती भएको छैन, आवाज चेन्ज भइरहेछ। अहिले भरे कुनैको भाबीको साथी आउँछ अरे हो साथीहरू। यहाँ हेर्नुहोस् लुगा, मैले यो चाहिँ कुर्ता सुरुवालहरू बिहान यो एटिजीबाट निकालेको। अन्त मोटो मोटो लुगाहरू चाहिँ फेरि यहाँ लगाएको। त्यो भएर चाहिँ यो चाहिँ पटाउनु पर्ने होइन। भाँडा आदि धोइसकेँ साथीहरू। अब पिक्चर बाँकी है, बाहिर एउटा सफा गरेर चाहिँ यस्तो हुन्छ नि चेलेले खाइसक्दा त। त्यस्तै छ, घरको मान्छेहरू गयो बाहिर खाइसकेर। मेरो चाहिँ यो खुट्टाको यस्तो पोल दुख्छ क्या साथीहरू। यस्तो यो बेसी उभिएकोले पनि होला। अन्त अब बुढेसकाल हुँदै गएपछि के हुन्छ। त्यो भएर चाहिँ यहाँ गरम पानी नुन लगाएर उस खुट्टा राखेको। साथीहरूले यसो गर न ठिक हुन्छ भनेर भने नि त, त्यो भएर राखेको। गाह्रो छ साथीहरू, कम्बर दुख्छ त्यस्तै। साथीहरू अब चाहिँ सुत्ने हो। कामसाम सबै खुट्टाहरू पनि उयो गरिसकेँ होइन। अन्त लुगाहरू पनि अलिकति पट्टाएँ, अलिकति त्यतिकै छ। भोलि बिहान खालि पट्टाउँछु। कस्तो थाक्छ र अल्छी लाग्छ हौ कामहरू गर्नु पनि बेलुका त। त्यो साथीहरू हस् त, बाई बाई, गुड नाइट। तपाईँहरूको दिनहरू कस्तो बित्दैछ? राम्रो बित्दैछ होला है।